So hey guys, welcome back to our channel. So good morning and namaskar. So episode and आशा के साथ आज को न्यू वीडियो नयाँ ब्लगलाई चाहिँ हामी टाका छौँ शिवमूर्तिबाट सुरुवात गर्न चाहन्छौँ। सो टाका म घरदेखि आउँदाखेरि राइडको ब्लग बनाउँदै आउँछु भन्दै थिएँ, फेरि त्यहाँनिर माइक साइक सेटअपहरू हान्ने अलिकति टाइम लाग्ने भयो। अनि त्यो कारणले गर्दाखेरि मैले माइक साइक के सेटअप हानिराख्नु भनेर अनि अलिकति बरु ठिक छ त बरु उहीँ जाउँ न अनि टक्कसँगले आनन्दले टक्क माइक साइक सेटअप हानौँ अनि त्यसपछि सिधै ब्लग स्टार्ट गरौँ भन्ने धारणाले म टाका शिवमूर्ति यहाँनिर हाम्रो टक्कसँगले शिवमूर्ति देख्नुभयो होला हजुरले। सो त्यही नै हो शिवमूर्ति आएर अनि चट्ट ब्लग स्टार्ट हानेको छु। यहाँनिर चाहिँ चट्ट बाइक हिजो भाइ राइडमा गएको थियो क्या, सायद आज ब्लग आइसक्यो होला होइन। सायदै मेरो ब्लग आउनुभन्दा एक दिन दुई दिन अगाडि द प्रजलेस 07 च्यानलमा चाहिँ न्यू ब्लग आइसकेको छ होला। यहाँ हेर्नु न राइडमा जाँदाखेरि हालत आशिष अर्को साथीले झन् यो टेल खोलेको थियो क्या, यो काटेको थियो कि आमा डेन्जर क्या, सबै हिलो उछिटेर नि हिलो भएर रहेछ क्या यस्तो आमा। अब खुसी ब्लग्सको उयसमा चाहिँ अब टक्क बाइक साइक दुइटा हुन्छ अनि आटा यहाँ शिवमूर्तिमा केटाहरू पनि उताभित्र छ। अनि त्यही हो टक्कसँगले शिवमूर्तिबाटै स्टार्ट गरौँ भन्ने धारणाले मैले पनि ट्याक्कै यहीँबाट स्टार्ट गरेको। यहाँ हेर्नु न यहाँ लभली भएछ नि यहाँनिर हेर्नु हिलो दामी बसेछ, हिजो राइडमा होला सायदै। अनि हिजो बेलुकाखेर यो स्टिकर टालिदिनु दाइ भनेको थियो यति यो अनि यो क्या हेर्न सक्नुहुन्छ तपाईँहरूले ट्याक्कसँगले यत्तिकै ब्लग त म हानिदिन्छु नि फेरि। सो त्यही नै हो अब टक्क शिवमूर्तिमा हाल्छौँ म एकछिन चियासा खान्छु मलाई सायदै चियासा खाएर चाहिँ सिधै हामी अब राइड गर्दै दोकानतिर गइन्छ होला। सो त्यही नै हो म अब तपाईँहरूलाई एकैचोटि दोकानमा पुगेर भेट्छु म। ओ यस गाइस ट्याक्कसँगले म चाहिँ अघि दोकानबाटै ब्लग गर्दै आएको थिएँ तर भएन छ। अब चाहिँ ट्याक्क माइक साइक सेटअप पनि भइसकेको छ। अब चाहिँ एकैछिन कृषि थोक सानो कामले गरेर जानुपर्ने भयो यहाँ हाम्रो भाइ डान्सर भाइ। सो हाम्रो चाहिँ बाइक यहाँ छ, फेरि अब राइडमै हिँड्नुपर्ने भयो। भाइ ब्लग भइरहेछ हेर त ए ल ठिक छ। अघि पनि मासला म त ब्लग भएछ कि एयरफोन लगाएर गरेको थिएँ क्या मेनली अनि हजुर ल ठिक छ। अब चाहिँ लभली सो अब चाहिँ कपाल एक क्लट मिलाउने हो। सो च्याप्टरसँगले अघि बोल्दा मागासम्म कति कुराहरू बोलेको थिएँ लगाउन पाउन छु। कता जाने चोकैबाट जान केही हुँदैन ओके रोक्नु खोज्यो भने भाग्दिनु पर्छ। आज बेलुका त चट्टसँगले बिहेतिर पो गइन्छ होला त ल बिहेतिर यसो चौफल पनि मसँग बनाउँछ अनि अब त्यही नै हो बिहेतिर गएर पनि यसो अब ब्लगिङ अलिक ढिलो हुँदैछ होइन नरिसाइदिनु होला किनभने मैले पनि अब जस्ट यतिको फ्यान कमाउनु भनेको पनि मुस्किलै छ नि त। स्टार्टिङ फेजमा स्टार्टिङमा जस्तो त हुँदैन नि त। अब स्टार्टिङमा भनेको जस्तै भिडियोहरू पेल्दा पनि हुन्थ्यो बट अब त अलिकति छ नि त जोस पेलाभन्दा त मच बेटर छ। अनि अब अहिले पनि लो कन्टेन्टमै दिउँ भने त म त अघि बढ्दिनँ अनि त्यही भएर हाई कन्टेन्ट दिन खोजीमा चाहिँ छु। तर अब हाई कन्टेन्ट दिउँ भन्ने सोच्ने अनि 3 दिन 4 दिन ग्याप पनि पाएको छु। फेरि मैले एक दिन अब अलिकति बनाएँ अर्को दिन मर्ज गरेँ त्यसरी पनि गरेको छुइनँ क्या मैले। त्यसरी पनि गर्दा चाहिँ हुन्थ्यो कि अब जब भएको हुन्छ अनि जबको कारणहरूले गर्दाखेरि अलिक अब त्यस्तो साह्रो मैले कन्टेन्ट पनि पेल्न सकिरहेको छैन। त्यही भएर ठिक छ अब गर्नुपर्ने हुन्छ। आमा बुवा यत्रो भएको छोरा छ, छोराको आशमा हुनुहुन्छ। आमा बुवाको दुःखलाई बुझेर आफूले पनि अघि बढ्नुपर्छ। त्यही नै हो यत्रो भएको छोरो हिम्मत हार्ने छैन के भन्नु। दुःख बरु भन्दा हातिनु हुँदैन, सुखमा मातिनु हुँदैन भन्ने कुरा त मलाई पनि तपाईँलाई पनि थाहा छ होला। यो चाहिँ अब टाका मुक्ति चोकमा आइपुगेको छौँ भने मुक्ति चोकमाबाट अब चाहिँ यो बाटो टर्न हान्नु पर्ने हुन्छ हामीले। यसरी टाका इन्डिकेटर आफ्नो रुल्स चाहिँ जहिले नै आफू फलो गरिदिनु होला होइन। हुनुहुन्न रहेछ
ठिक छ लभली छ हेलो यसो नगरिदिनु होला अनि अब चाहिँ हामी मैले भने नि होइन अघि तपाईँहरूलाई दुःखमा कहिले पनि नआतिनु भइहाल्छ कृषि थोकको होइन ओके छ त कृषि थोक हुन सक्यो त अरे दिदी दिदी के गर्नुहुन्छ तपाईँ दिन्छ त यसो त एकजनाले गर्दाहरू पनि जानुहुन्छ सो त्यही हो सेफ राइड अझै पनि म भन्न चाहन्छु अनि हाम्रो स्कुलदेखि ब्लगले मेरो ब्लग हेर्दै हुनुहुन्छ भने तपाईँलाई पनि टेक केयर होइन सिटी चढै निको हुनु अनि त्यसपछि हामी अब फेरि चट्ट लाएर सर्ट सरक्कसँगले राख्न जानुपर्छ यो चाहिँ हाम्रो बिर्तामठको दामी हट्टा बजार हो आज बिहार होइन भाइ आज आज बजार लाग्छ नि होइन नि बिहार हो भाइ ए आज मङ्गलबार यास सेट भइरहेको छ नि आज चाहिँ मङ्गलबार पो हो आज त यार गाइस भोलिको दिन चाहिँ दामी बजार लाग्छ क्या हाम्रो बिर्तामठ चाहिँ हुनुहुन्छ मुखी चोकतिर आउनु भएको छ छैन होइन आउनु भएको छैन पनि आइदिनु होला लभली लभली लाग्छ तपाईँहरूलाई पनि कतापट्टि हो भाइ चाइना मार्केटले चाहिँ नि ओके अनि ट्याक्कसँगले अब चाहिँ हामी खास के गर्न आएको पनि मेरो एउटा सानो काम थियो त्यो काम पनि गर्नु छ अनि प्लस कुरा भनेको भाइको मोर्चा कि के लिन आउनुपर्ने थियो अरे क्या त्यो मोर्चा पनि लिन आएको छौँ हामी अनि कहाँनिर भाइ अब अनि यसो जाउँ न त मेरो पनि काम छ भाइको पनि काम छ भनेर ड्युटीबाट एकछिन छुट्टीमा आएर यसो कामको लागि हिँडेको अब भोलि आज बेलुकाबाट बेच्छ आज बेलुकाबाट भाइको बेच्छ भाइको बिउमा पनि जानुपर्ने छ बेलुकातिर अनि जन्ती जाँदा त झन् च्यादर बवाल भएर आइहाल्छ हजुर ए त्यहाँ हो ओके 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 अनि ट्याक्कसँगले हामी चाहिँ लोकेसन आइसकेको छौँ भने ट्याक्क हामी लोकेसनमा पनि आइसकेका छौँ सो यस गाइज फाइनली भाइको पनि काम सक्यो भने मेरो पनि काम सकेको छ अब चाहिँ हामी फेरि दोकानतिर फर्किनु पर्ने हुन्छ भने भाइ बस यहीँबाट जाउँ भाइ अब चाहिँ सिधै हामी दोकानतिरै जानुपर्ने हुन्छ मेरो पनि काम हल्का सानो केही थियो त्यो मेरो काम पनि सक्यो भाइले पनि मोर्चा किनिसके अनि लगभग एकै ठाउँमा थियो अनि त्यही भएर भाइले दाइ मेरो पनि छ त जाउँ न अनि भन्ने तरिकाले अनि चट्टसँगले हिँड्यो मलाई चाहिँ होइन एउटा कुरा भनौँ लागिरहेको थियो अघि पनि भनिरहेको थियो बट अहिलेको भिडियोमा होइन छ केही छैन अब सरर भन्दै जान्छु मलाई चाहिँ होइन मेरो एउटा सानो सपना छ जुन चाहिँ नभच्कियोस् म गर्छु म छोरा मान्छे हो अब मेरो लागि विदेशमा मात्रै अप्सन होइन अरू पनि म गर्न सक्छु किनकि म छोरा मान्छे हो मैले चाहिँ पनि गर्न सक्छु अनि मेरो गाउँमा चाहिँ घर छ भने त्यो घर पनि हाम्रो ठुलो दिदी यस दुःख गरेर बनाउनु भएको छ भने मैले पनि बुझ्नुपर्ने हुन्छ त्यो दुःखलाई अनि म एउटा छोरा मान्छे हो मैले त्यो दुःख बुझेर काम गर्नुपर्ने हुन्छ आस्ते आस्ते आउँदै दाजु आस्ते आस्ते सबैलाई हतार नगरिदिनु होला यस बित्मा पनि राम्रो छ यार सोचे भन्दा धेरै राम्रो ठाउँ होइन होइन भाइ नयाँ बाटो जाउँ न यसरी आफ्नो मात्रै बाटो पानी हालेर भएन नि आफ्नो अगाडि मात्रै हाल्न सकिँदैन एउटा ट्याङ्करमा भने अब 200 तिर्ने 100 तिर्ने तर सबैले हाल्नु पऱ्यो नि त मिलेर आफ्नो मात्रै घर उयो भएर भएन छिमेकीलाई पनि सहयोग गर्नुपर्छ सो अब चाहिँ हाम्रो दोकानतर्फ रोडबाट नजाउँ जस्तो लागेन मलाई केमा रिक्स लिनु यस्तो भिडभाडको बेला सबैलाई चाँडो बगो हुन्छ ढिलो बगो हुन्छ छिटो जान नहुन्छ त्यो भएर अनि आनन्दले जाउँ बिस्तारै जाउँ बरु 5 मिनट ढिलो काम पुग्नु फरक पर्दैन एकछिन गाली खाइन्छ एकछिन केही हुन्छ बरु त्यो सौँला ठिक छ सो ट्याक्कसँगले यहाँ चाहिँ हाम्रो भुवन दाइको कसले चिन्नुहुन्छ हाम्रो # भुवन दाइको यहाँ दोकान रहेको छ भने भुवन दाइले हेर्नु भएको छैन सो केही छैन भुवन दाइसँग कुनै दिन मिठा भान्दै र
चट्टासँग एउटा ब्लगमा बनाउनुहुन्छ भेन्डाइकन हाम्रो यस्तो दोकान हेलमेटहरू एसेसरी यस्तो दोकानहरू हो प्रायः जस्तो दाइले टिएनएस नामले पनि चिन्नुहुन्छ होला। अनि अर्को कुरा के भन्नाले नि मेरो ब्लग चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ एकचोटि टक्कसँगले आफ्नो आफ्नो लोकेसन एकचोटि ट्यागको कमेन्टमा लेखिदिनु होला म यहाँबाट हेर्दैछु भनेर, किनकि मलाई पनि एउटा खुसी मिल्छ नि त यहाँबाट पनि हेर्नु हुँदो रहेछ मेरो ब्लग भन्ने एउटा हुन्छ नि त। अनि त्यो भएर बिस्तारै 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 धैर्य गरौँ न सब्जी धैर्य गरौँ ट्याक्कसँगले हामी चाहिँ अब केटाकेटीको भाइ ड्राइभ स्लो हाततिर पनि अगाडि आउन सक्छन् त्यसैले गर्दाखेरि ट्याक्क बुद्ध स्मृति यो त बुद्ध स्मृति स्कुल कपाल हेर्नु भएको छ यही हो। सो मजाले हेर्नु होला डान्स हान्न जानुपर्छ है यो भरे हान्नु होइन ब्लगमा आउँछ नि होइन डान्स तिम्रो कि मेरो ब्लगमा ओके 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 लेट्स गो। हामी चाहिँ ट्याक्क पारामा यो चाहिँ हाम्रो जस चल्दै मल्दै स्कुल गएको छ होइन। अब त्यसै जस्तै स्कुल गएको छ भने हाम्रो वाल्मिकी एजुकेसन फर्स्ट स्कुल भने हामी थोरै 7 घन्टा जस्तो के हो म भारी भएन भन्नुमा त पाइयो ठिक छ के छैन अलिअलि मिस्टेक भएर गल्तीबाटै सिकिन्छ मान्छे हो गल्तीबाटै सिकिन्छ हरेक कुराहरू गल्ती पनि गर्नुपर्छ दोहोऱ्याउनु पनि पर्छ तर फेरि त्यो गल्तीलाई स्वीकार्न पनि सक्नुपर्छ। मेरो विचार चाहिँ त्यो तपाईँहरूको चाहिँ के हो भन्ने कुरा हो। बिस्तारै 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 हामी ट्र्याकसँगले जेसिबीको अगाडि त नजाउँ जस्तो लागिरहेको छ किनभने हस्पिटल एरिया हो। हामीले पनि हामी कस्तो छ भने हामी युवाले पनि अलिकति उयो गरिदिउँ भने जेनेरेसन बिगार्न पनि एक त युवा नै छ होइन बुढापाकाले त त्यसै बिगारिहाल्यो। अब युवाको बाली छ युवाले पनि बिगारिरहेछ क्या अब युवाले जताततै रफली गरिदिइरहेछ अनि अब त्यो आउँदो जेनेरेसनले हेर्छ क्या त्यही कुरा सिक्छ क्या यो दाइहरूले त्यसो गर्दा हुन्छ भने म चाहिँ किन हुँदैन भन्छ। अब जस्तै आधा धेरै केटाकेटीहरूले चुरोट खान सिक्यो कसरी भने ठुलो मान्छेले खाएको देखेर हो क्या। अब ठुलो दाइहरूले मुटाइ सानो भाइहरूको अगाडि हालिरहेछ अनि त्यो भाइले के सिक्छ भाइ एउटा त चुरोट खाँदा त यस्तो ठुल्ठुलो दाइहरूले एउटालाई साथ दिँदो रहेछ भन्ने हुन्छ क्या। अनि त्यो भएर केटाकेटीले पनि सिकिहाल्छ म पनि चुरोट खानु पऱ्यो मलाई पनि धेरै ठुल्ठुलो दाइहरूले चिन्छ मलाई पनि यस्तो भन्छ त्यस्तो भन्छ भन्ने कुरा सिक्छ क्या तिनीहरूले। अनि त्यही हो केटाकेटीहरूको अगाडि नखाइदिनु होला खानुहुन्छ भने पनि म चाहिँ भन्छु नखानु नै भन्छु होइन। अब खानु नै हुन्छ भनेको नै केटाकेटीहरूको अगाडि नखाइदिनु होला एउटा प्राइभेट प्लेसमा खाइदिनु होला त्यही नै हो। उनीहरूमा कोही नै होइन र पनि भन्ने कुरा चाहिँ यही हो। सो ट्याक्कसँगले हामी चाहिँ दोकान आइसकेको छौँ। अब बाइकलाई चाहिँ यहाँ पार्किङ राखेर चाहिँ यो मियर चाहिँ उक्का छ क्या यो। हेलो के छ साथी तिमीलाई पनि भ्लगमा स्वागत छ होइन। हो एकदम एकदम। अनि के छ तिम्रो हालखबर सुनाउ यसो। काम चल्दैछ हैन दामी एकदम एकदम बवाल बवाल सबैले सब्स्क्राइब गरिदिनु पर्यो यतिको चाहिँ माथि बनाइदिनु पर्यो हाम्रो साथीलाई हैन साथी एकदम एकदम यतिको लभली चाहिँ हुनुपर्छ। यहाँ भाइ हेरेर साथी अब अर्का काम गर्नुपर्ने हुन्छ अनि भित्राउने कुरा हुँदै रहेछ। अब लगभग म काम सकेर म हजुरहरूसँग फेरि भेट्छु। म चाहिँ ट्याक्कसँग ड्युटी पनि आइसकेको थिएँ अनि साथीसँग अहिले भर्खर भेटेको थिएँ। ऊ साथीको चाहिँ अब एनएसको साइड पनि हेरी के अरे ग्लस ब्ल्याकको ग्राफिक्स हाल्नुपर्ने भयो अरे त्यही भएर केटाहरू टक्कसँग खोल्दैछ। अनि म एकचोटि सर्ट तपाईँलाई बनाउने त यस्तो रहेको छ प्यानल। सो यसमा चाहिँ अब ग्लस ब्ल्याक एकैचोटि म लाउँदाखेरिको अथवा लगाइसकेर म एकैचोटि तपाईँलाई लास्टमा देखाउँछु नि। ट्याक्कसँग यहाँ चाहिँ पनि लगभग लगभग हुँदै जाँदैछ। अब एकैचोटि एन्ड गर्नु फेरि भेटौँ। अब जन्तीबाट हामी ट्याक्कसँग फर्किँदैछौँ। I got so much fucking design on right now. Every time, bring it back, 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 bring it back,